हुन्छ आज हाम्रो यहाँ एल्डर नवीन दाजुको जन्मदिनको अवसर पारेर चाहिँ हाम्रो मण्डलीको जवान भाइहरू बहिनीहरू बुहारीहरू अनि तथा दिदीहरू मिलेर चाहिँ यसरी छोरी मिलेर चाहिँ हामी यहाँ यसरी एल्डर दाजु नवीन दाजुको चाहिँ हामी केक काट्दिन चाहिँ हामी यहाँ भेला भएका छौँ। रातिको 9 बजे चाहिँ हामीले काट्न आएको हौँ। उहाँहरूले चाहिँ केही पनि खानेकुरा चाहिँ नबनाउनु भएको भनेर आएको, तर के गर्ने कति बेला सुट्ट भागेर नास्ताको नि व्यवस्था गरिसक्नु भएछ दाइ भाउजूले। होइन भविष्यको पास्टर त करण हो, करण। म त यस्तै पछाडिबाट ब्याक सपोर्ट गर्ने के यो अगा जाऊ तिमीहरू जाऊ भित्र जाऊ। प्रकाश दाई होइन क्या उसलाई रेणु दिला भनौँ। आजको दिनमा आजको दिन उनले सिर्जेका रमाउँदै जाउँ खुसी मनाउँ र आनन्द आजको दिन उनले सिर्जेका रमाउँदै जाउँ र खुसी मनाउँ। आजको दिन उनले सिर्जेका। ल हुन्छ, प्रार्थना गरौँ हामी सबैजना है। आमीन चाहिँ रुन्दिनु। ल धन्यवाद छ स्वर्गमा विराजमान हुनुहुने स्वर्गीय बुवा, तपाईँलाई यो सुन्दर साँझको समयमा अनि प्रभु तपाईँ जान्नुहुन्छ अहिलेको समयमा। अनि यसरी हामी प्रभु तपाईँको जन छोराछोरीको घरमा उपस्थित छौँ, कारण तपाईँ जान्नुहुन्छ प्रभु। आज एल्डर नवीन दाजुको जन्मदिनको अवसरमा प्रभु हामीले प्रभु सानो प्रेम साटासाट गर्नको निम्ति अनि हाम्रो प्रेम सद्भाव अनि प्रभु तपाईँमा कायम राख्नको निम्ति र प्रभु परमेश्वर पिता उपस्थित भएका छौँ। प्रभु हाम्रो यो प्रेम हाम्रो मित्रता अनि सधैँभरि प्रभु तपाईँ सँगसँगै अटल रहिरहेको होस्। अन्धकारको शक्तिले दुष्ट आत्माका योजनाले विभिन्न कुराले प्रभु परमेश्वर पिता तपाईँले सिकाउनु भएको प्रेम, तपाईँले गर्न हराउनु भएको प्रेमबाट प्रभु परमेश्वर हामीलाई अनि प्रभु टाढिने कुराहरूदेखि प्रभु हामीलाई अनि बचाइराख्नुहोस्। र प्रभु उहाँको जन्म उत्सवको समयमा यसरी प्रभु हामीले केकहरू ल्याएर अनि उहाँको जन्म उत्सवलाई प्रभु हामी खुसियाली साथ प्रभु मनाउन उपस्थित भएका छौँ। प्रभु उहाँको जीवनमा प्रशस्त गरी आशिष दिनुहोस्, उहाँको परिवारमा आशिष दिनुहोस्, उहाँको कामहरूमा आशिष दिनुहोस्। उहाँका योजनाहरू सबै कुरा अनि तपाईँबाट भएको होस् र उहाँका योजनाहरू सबै कुरा अनि सफल भएको होस्। हर प्रकारका प्रभु रोग बिमारका कुराहरूदेखि प्रभु अनि टाढा राख्नुहोस्। अन्धकारको शक्तिमाथि विजय हुने छोरो बनाउनुहोस्। तपाईँको शक्ति र सामर्थ्यले प्रभु भर्नु भएको होस्। आशिषित छोरो तुल्याउनु भएको होस् प्रभु प्रार्थना गर्छौँ। हालेलुया येशू।
संसारमा नल्याउनु परेको भयो प्रभु यसरी भेटघाट गर्ने यसरी प्रेम साथसाथ गर्ने मौकाहरू पाउने थिएन प्रभु तपाईँ परमेश्वरको तपाईँले आजको दिनमा तपाईँले सृष्टि गर्नुभयो प्रभु साँच्चै नै परमेश्वरको आजको दिन यसरी खुसियाली मनाउन पाएको थियो प्रभु तपाईँलाई धन्यवाद दिन्छु प्रभु अनि यसरी प्रभु उहाँलाई जुन दिन प्रभु तपाईँले आजको दिन उहाँलाई संसारमा ल्याउनु भयो प्रभु र जुन समयदेखि आजको जुन समयसम्म प्रभु तपाईँले सबै कुरामा सुरक्षा राख्नुभयो प्रभु अनि उहाँको जीवनमा उहाँको परिवारमा सुस्वास्थ्यमा उहाँको भावनामा सबै कुरामा तपाईँ परमेश्वरले प्रशस्त मात्रामा आशिष दिनुभएको समयमा प्रार्थना गर्छु प्रभु विगतका दिनहरूमा जस्तो सुखदी उहाँको जीवनमा समस्या दुःख कष्ट विभिन्न कुराहरू आयो होला तर पनि आउँदो दिनमा प्रभु तपाईँको सबै कुराहरू तपाईँले टाढा राख्नुहोस् प्रभु तपाईँको सुरक्षा तपाईँको स्वरमाथि राखिदिनुहोस् परिवारमाथि राखिदिनुहोस् प्रार्थना गर्दछु प्रभु जति उहाँको योजनाहरू छ प्रभु जति पनि योजना गर्नुभएको छ परिवारले गरेको योजनाहरू सबै पुरा हुन सकेको होस् भनेर म प्रार्थना गर्छु उहाँको घरको जिम्मेवारी उहाँको परिवारको जिम्मेवारी अनि साथै मण्डलीको जिम्मेवारी जति पनि छ प्रभु सबै कुरामा तपाईँले सहायता गर्नुहोस् उहाँको सुस्वास्थ्यमा उहाँको सेवाईको क्षेत्रमा सबै कुरामा तपाईँ प्रभु सहायता गर्नुभएको होस् भनेर म प्रार्थना गर्छु प्रभु आज उहाँ आफू हुनुहुन्छ तर पनि तपाईँ परमेश्वरले आज हामीसँग यसरी हामीको बिचमा ल्याउनु भयो प्रभु यसरी हामीलाई एकअर्कामा तपाईँले त्यो प्रेम पनि सिकाउनु भयो कारण प्रभु हामी एकअर्कामा रहेर प्रेम साथसाथ गर्ने मौका तपाईँले दिनुभएको लागि धन्यवाद दिन्छु प्रभु आज हामीलाई प्रभु त्यो प्रेम गर्ने हृदय तपाईँले दिनुभएको लागि तपाईँलाई धन्यवाद दिन्छु प्रभु आज यसरी प्रभु अनि भाइको जन्मदिनको अवसरमा हामी एकजना छोराछोरी प्रभु त्यसमा बाइक र प्रभु अनि थोरै भएको प्रभु समय रहेर उहाँहरूसँग रहेर यसरी खुसियाली मनाउनु पाउँदा प्रभु हामी तपाईँलाई हृदयदेखि धन्यवाद दिन्छौँ प्रभु अनि साँच्चै नै फेरि प्रभु तपाईँले हामीलाई त्यो हृदय दिनुभयो र प्रभु यो परिवारलाई सम्झेर प्रभु अनि भाइको जन्मदिनको अवसरमा हामी खुसी भइकन प्रभु सानो केकहरू लिएर आएका छौँ प्रभु त्यो केकमा पनि तपाईँहरूले आशिष दिनुभएको होस् भनेर म प्रार्थना गर्दछु प्रभु हे परमेश्वर साँच्चै नै प्रभु हामीले उहाँको निम्ति हामी केही दिन सक्छौँ प्रभु थोरै अनि सानो केक ल्याएर फेरि उहाँको निम्ति हामी प्रार्थना गरेको छौँ प्रभु साँच्चै हामी प्रत्येकलाई तपाईँ प्रभुले आशिष दिनुभएको होस् भनेर म प्रार्थना गर्दछु प्रभु आउँदो दिनमा उहाँको जीवनमा उहाँको परिवारमा सुस्वास्थ्यमा सबै कुरामा तपाईँ प्रभुले आशिष दिनुभएको होस् भनेर म प्रार्थना गर्छु हामी एकअर्कामा यसरी नै प्रेम सधैँभरि रहन सकेको होस् भनेर म प्रार्थना गर्दछु प्रभु धन्यवाद दिन्छु प्रभु यस समयसम्म तपाईँ परमेश्वर हामीसँग रहनुभयो प्रभु हामी केकहरू काट्नेछौँ अनि जे कुरा गर्नेछौँ सबै कुरा तपाईँ परमेश्वरको महिमा आउन सकोस् भनेर प्रार्थना गर्छु प्रभु जे गर्छौँ तपाईँको नै महिमा आउन सकेको प्रभु धन्यवाद दिन्छु बाँकी समय सबै कुरा तपाईँको आत्माले आशिष माग्दछु प्यारो प्रभु यीशुको नाममा लाइट अफ लाइट बालिदिनु ल त्यो बल्ने बित्तिकै ह्याप्पी बर्थडे भन्नु पंखा त बाल्न बाल्नु बाल्नु के हुन Happy birthday to you. Happy birthday, dear Linda. Happy birthday to you. Happy birthday, bless you. May God bless you. May God bless you, dear Linda. Happy birthday to you. मैले उसको परे उडाइदिएको यो स्पेसल सँगै हजुरको लागि Happy birthday to you. Happy birthday, dear Ravina. Happy birthday to you. May God bless you. May God bless you. May God bless you. Happy birthday.
खुवाऊ खुवाऊ भाइ खुवाऊ रातिले खाइदियो कि रातिले खाइदियो अहिले राति नै हो न त के खाने मात्रै हो के भयो। गिटार यसो गर्नु। मेरो फोटो आउनु पर्यो पंखा खोल बाबु पुजार पंखा खोल छोरी हाम्रो एल्डरजीलाई आशिष दिनुभएको आज यता अर्को थैलीमा हामीले के खुवाछौँ हामी सबैभन्दा आजदेखि भजन चाहिँ उहाँले खुवाउनुहुन्छ ल तपाईँले धेरै आशिष दिनुभएको छ हाम्रो भाइलाई मार मार बोल्नु विशाल दाइ आज गिफ्ट गिफ्ट बोकेर आउनु विशाल दाइ त ससुमा गिफ्ट बोकेर आउनु पऱ्यो चाहिँ होइन मान्छेले गिफ्ट दिनु त्यस्तै लाग्यो जानु सन्जय दुई राख्नु पर्यो कि पनि यो स्केलमै परेन नि त भाइ यताबाट अझै देव साथमा ह्याप्पी बर्थडे मेरो दाइ परमेश्वरले हजुरलाई धेरै धेरै आशिष दिनुभएको होस् लगाइदिनु कि नलाइदिनु छोरी हजुर छोरी लगाइदिनु दाइ है खुवाउनुहोस् उनीहरू भात खाएर पनि भैँसीको मासु पाडाको मासु र भात खाएर नि यहाँनिर फेरि कुखुराको मासु रम्साइराख यिनीहरूको पेट हो कि इन्डिया गेट हो सन्जय घुम्दै फिर चाहिँ रुङ्गा टार भने जस्तो है अलिक ग्रेभी ल्याइदेऊ त इन्डिया अलिक ग्रेभी आउनु भयो म भिडियोमै भन्दै अर्जुन कमला के याद है करण भाउ हो भने त करण अयो अभिकेले नि खान्न अब